नेपाली महिला भलिबलका लागि दुखद र पीडादायी क्षण। देशका लागि इतिहास लेख्ने दुई ठूला नाम सरस्वती चौधरी र अरुणा साई अब राष्ट्रिय टिममा पुनरागमनको सम्भावना अत्यन्तै न्यून देखिएको छ। तपाईहरुलाई सुन्दा यो एउटा सामान्य समाचार जस्तो लाग्न सक्छ, तर यसको पछाडि लुकेको पीडा धेरै गहिरो छ। नेपालको राष्ट्रिय खेल भलिबल हो, तर विडम्बना हेर्नुहोस्, त्यही राष्ट्रिय खेलका खेलाडीहरूले नेपालमा आफ्नो भविष्य देख्न सकेनन्। वर्षौंदेखि देशका लागि पसिना बगाए, अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा उचाल्न आफ्नो सम्पूर्ण शक्ति लगाए, नेपाली समर्थकहरूलाई गर्व गर्ने अनगिन्ती क्षण दिए। तर जब आज आफ्नै भविष्यको कुरा आयो, जब आफ्नै परिवार, आफ्नै जीवन र आफ्नै करियर सुरक्षित बनाउने समय आयो, उनीहरूले आफ्नै देश छोड्नुको विकल्प रहेन। आज सरस्वती चौधरी र अरुणा साई अस्ट्रेलियामा छन्। उनीहरू त्यहाँका क्लबबाट आफ्नो खेल यात्रालाई निरन्तरता दिइरहेका छन्। तर नेपालको खेलकुद निकायलाई मेरो एउटा प्रश्न, आखिर देशका लागि स्वर्ण पदक जित्ने खेलाडीहरूले आफ्नै देशमा भविष्य किन देखेनन्? यो केवल दुई खेलाडीहरूको मात्र कथा होइन, यो नेपाली खेलकुद व्यवस्थामाथि उठेको एउटा गम्भीर प्रश्न हो। जब खेलाडीहरूले सम्मान भन्दा बढी संघर्ष पाउँछन्, जब वर्षौंको मेहनतले पनि सुरक्षित भविष्यको निश्चित हुँदैन भने त्यसपछि प्रतिभा विदेशिन बाध्य हुन्छन्। सबैभन्दा दुःखको कुरा के छ भने नेपालको राष्ट्रिय खेल नै भलिबल हो, तर राष्ट्रिय खेलका खेलाडीहरूले नै आफ्नो भविष्य विदेशमा रोज्नु परेको छ। यदि राष्ट्रिय खेलका खेलाडीहरूको अवस्था यस्तो छ भने अरू खेलका खेलाडीहरूको अवस्था कस्तो होला सम्झिनुहोस् एकपटक तपाईहरु। आज नेपाली महिला भलिबलले केवल दुई उत्कृष्ट खेलाडी मात्र गुमाएको छैन, आज नेपालले एउटा कप्तान गुमाएको छ, एउटा उत्कृष्ट स्पाइकर गुमाएको छ, एउटा अनुभव गुमाएको छ र सँगै हजारौं युवा खेलाडीहरूको मनमा एउटा ठूलो प्रश्न पनि छाडेको छ। मेरो नेपाल सरकार र खेलकुद प्रशासनसँग एउटा प्रश्न रहेको छ, आखिर कहिलेसम्म नेपाली खेलाडीहरूले आफ्नो भविष्य खोज्न देश छोड्नु पर्ने हो? यदि आज पनि यो व्यवस्था बदलिएन भने भोलि सरस्वती अरुणा मात्र होइन, नेपालका अझ धेरै प्रतिभाहरू पनि विदेशी जर्सीमा आफ्नो भविष्य खोज्न बाध्य हुनेछन्। किनभने खेलाडीहरू विदेशिदा केवल एउटा खेलाडी मात्र गुम्दैन, देशले आफ्नो भविष्य गुमाउँछ। खेलकुद मन्त्रीज्यूले नै भन्नुभएको छ, खेलाडीहरू रोजगारी, सुविधा र भविष्यको अभावका कारण विदेशिन बाध्य भए, तर यसको समस्याको हल खै त?